69 केजी। म स्टार्टिङमा बिहे गर्नुभन्दा अगाडि 50-49 केजी हुन्थ्यो। त्यो नि मलाई बढी जस्तो लाग्थ्यो कि मोटो जस्तो लाग्थ्यो। फेरि त्यसपछि गएर बिहे गरेपछि 54 केजी पुगेँ। जेठो नानी हुँदाखेरि त्यतिखेर पनि धेरै जस्तो लाग्थ्यो है, होइन ठिकै हो जस्तो पनि लाग्थ्यो। हुँदै फेरि त्यसपछि म नानी ठुलो हुँदाखेरिसम्म 63-65 केजी हुन्थ्यो। ठिकै छु जस्तो लाग्थ्यो। अब अहिले सानो नानी भएपछि म 69 केजी हुन्छु। तर पनि आफूलाई हेर्दाखेरि किन घट्नु पऱ्यो र किन दुब्लाउनु पऱ्यो, ठिकै छु जस्तो लाग्छ। फेरि वेट सुन्दाखेरि चाहिँ ओ माई गड 69 केजी, अब त दुब्लाउनु पऱ्यो। खाना चाहिँ नि धेरै नै केही खाने नि होइन, बाहिर कुरा पनि त्यस्तो खाइँदैन, अलिअलि खानै खाइन्छ। खोइ किन यो वेट गर्दैन, बढे घट्ने नाम लिँदैन। सुख भन्यो पनि सुख, त्यस्तो सुख पनि मनको शान्ति जस्तो सुख पनि छ जस्तो लाग्दैन। खोइ यो वेट किन बढ्छ, रोगहरू पनि केही नै छैन। अब त होइन दुब्लाउँछु भन्यो, अघि एकछिन सोच्यो, एकछिनपछि त फेरि फुस्छ के गर्ने होला। आफूलाई हेर्दाखेरि ठिकै छु जस्तो लाग्छ। फेरि वेट नाप्दाखेरि जो वेट हेर्दाखेरि ओ माई गड के गर्नु अनाप